नमस्ते सबैजनालाई। म प्रतीक खड्का, हिमालयन हब ग्लोबल प्राइभेट लिमिटेडको सिइओ। आज चाहिँ म तपाईँहरूलाई चाहिँ विद्यार्थी जीवनको चाहिँ अमेरिका आउन चाहिँ के कस्तो गर्नुपर्छ, कसरी आइन्छ, कस्तो-कस्तो हुन्छ, विगतका 10 वर्षमा के चेन्ज भए, तपाईँको छोरछोरीहरू, तपाईँको दाजुभाइहरू तपाईँ आफै पनि आउन खोजिरहनु भएको छ भने चाहिँ भिडियो अन्तिमसम्म हेर्नुहोला। त्यसको लागि चाहिँ मैले यहाँ विगत तपाईँको 15 वर्षदेखि बसिरहनु भएको यहाँनिर एकजनालाई बोलाएको छु। उहाँलाई स्वागत गरौँ। नमस्ते, मेरो नाम दिपन सापकोटा। मैले हाल जर्जियामा बस्छु। म चाहिँ अमेरिका आएको 15 वर्ष भयो एज अ स्टुडेन्ट र आएदेखि अहिलेसम्म यतै छु। अनि यही विषयमा कुरा गर्नलाई आज म प्रतीकजीसँग जोइन भएको छु। हजुर, धन्यवाद आइदिनु भएकोमा है। अब कार्यक्रम सुरु गर्दाखेरि चाहिँ तपाईँ नेपालमा चाहिँ कहाँबाट हुनुहुन्थ्यो अनि कुन वर्ष चाहिँ तपाईँ अमेरिका अप्लाई गर्नुभयो, कुन वर्ष चाहिँ यहाँ आइपुग्नु भयो? थ्याङ्क यू सो मच फर द क्वेसन। म अलिकति ब्याकग्राउन्डबाट सुरु गरौँ। म चाहिँ नेपालमा पुर्खेली घर काभ्रे भए पनि काठमाडौँमै जन्मै हुर्केको। अनि म काठमाडौँमै पढेँ प्रायः। म बानेश्वरमा बस्थेँ। मेरो घरले पनि बानेश्वरमै छ, नयाँ बानेश्वरमा। हजुर। अनि त्यहाँ बसेँ। त्यसपछि म काठमाडौँमै स्कुलिङ गरेँ। +2 पनि मेरो काठमाडौँमै भयो। हजुर। अनि ब्याचलर्स पनि मैले काठमाडौँमै गरेँ, पोखरा युनिभर्सिटीको एफिलिएटेड कलेजबाट। हजुर। त्यसपछि मास्टर्स पढ्न चाहिँ म 2011मा अमेरिका आएँ। हजुर, अनि तपाईँको ब्याचलर्स पढ्दाखेरि जस्तो +2 पढ्दा तपाईँले अब नेपालमा त कमर्स साइन्सहरू भन्ने हुन्छ होइन? तपाईँले के कमर्स पढ्नु भएको थियो कि साइन्स पढ्नु भएको थियो कि अनि ब्याचलर्स जाँदा के पढ्नुभयो? +2मा चाहिँ मैले साइन्स पढेँ। फेरि हाम्रो पालामा कस्तो थियो, अहिले चाहिँ आम नट स्योर अब के छ अहिलेको लेटेस्ट परिस्थिति। हामी पढ्दा चाहिँ साइन्स पढेको केसमा चाहिँ अब साइन्स पढेर तपाईँले एक्स्ट्रा म्याथहरू लिनुभयो भने चाहिँ यु क्यान गो एनिवेयर होइन। त्यसपछि जस्तो अब चाहिँ नि बायोलोजी पढेर चाहिँ नि एमबिबिएस गर्ने कि अथवा इन्जिनियरिङतिर जाने कि साइन्सबाट तपाईँले चाहिँ एक्स्ट्रा म्याथ लिनुभयो, त्यो दुइटै बाटो खोल्यो। अनि होइन, म अब साइन्स मेरो इन्ट्रेस्टको विषय रहन्छ, आई वुड रादर गो टु कमर्स ह्युम्यानिटिज भन्ने तपाईँले लाग्यो भने त्यसबाट पनि साइन्सै पढे पनि ह्युम्यानिटिजमा अथवा कमर्समा जान सकिने भएको भएर त्यो अप्सन अलिकति धेरै भएको भएर चाहिँ मैले साइन्स पढेँ। अब अहिले के छ हामी नट स्योर। त्यो बेलामा चाहिँ हामी पढ्दा चाहिँ +2मा हजुरले कमर्स पढ्नुभयो भने पछि फेरि साइन्स पढ्छु भन्नलाई अलिकति बाटो थिएन भनौँ। हजुर, यो हामीले कुरा गर्दा गर्दै मलाई ठ्याक्कै दिमागमा एउटा कुरा आइहाल्यो। सायद धेरैजना अब सुनिरहने हुनेलाई पनि यो प्रश्न मनमा होला, सायद धेरैको आमा बुवालाई, धेरैको छोरीछोरी जो पढ्नुहुन्छ उहाँलाई पनि होला है। जस्तो एसएलसीमा चाहिँ तपाईँको सर्टेन 70% अथवा 75% अथवा 80% आएपछि यसलाई चाहिँ होइन साइन्समै हालिदिनुपर्छ, साइन्सै पढाउनुपर्छ। एउटा जुन चाहिँ तपाईँको यो मानसिकता छ जुन नेपालमा चाहिँ अब हामीलाई पनि गरेको, मलाई पनि गरेको, धेरैलाई पनि भयो होला, सायद परेको छ होला आफ्नो जीवनसँग है। तर अब कतिजनालाई चाहिँ होइन अब साइन्स त्यति रुचि लाग्दैन, मलाई यो पढ्न। अब एसएलसी भनेको तपाईँको 10 कक्षा भनेको त लगभग सबै विषय पढ्दै गएको भएर त्यो यताबाट मार्क्स तान्दा उताबाट मार्क्स तान्दाखेरि तपाईँको 70-75% त मान्छेले लिएर आउने भयो होइन। साइन्समै राम्रो हुनु परेन पर्सेन्टेज लिएर आउनलाई, अरूमा राम्रो भएर साइन्समा कम आए पनि 75-80% त आउने भयो। अब तपाईँको त्यो गर्दाखेरि चाहिँ होइन भविष्यको लागि चाहिँ साइन्सै पढ्नुपर्छ, राम्रो छ, विदेश जान पनि साइन्सै चाहिन्छ भन्ने यो जुन चाहिँ छ तपाईँको मान्छेहरूको अब मनमा छ, दिमागमा लागेको छ, त्यसमा चाहिँ तपाईँलाई के छ होइन साइन्सै पढ्नुपर्छ विदेश जान अथवा जे पढ्दा पनि हुन्छ, यो के जस्तो लाग्छ तपाईँलाई? अब हामी पढ्दाखेरि थियो त्यस्तो जेनरली। अब धेरै पेरेन्ट्सहरूको चाहिँ कस्तो हुन्छ भने बच्चाले अलिकति राम्रो पढ्यो भने यसले राम्रो गर्न सक्ने रहेछ। अब किन भन्दाखेरि त्यो बेलामा अहिले जतिको धेरै ब्रड फिल्ड पनि आइसकेको थिएन होइन। जस्तो चाहिँ नि इफ यु वान्ट टु क्लाइम्ब अफ द अब जस्तो सोसियो इकोनोमिक ल्याडर माथि जाने हो भने चाहिँ चाहे मेडिकल अथवा इन्जिनियरिङ गर्नुपर्छ। त्यो भएपछि तपाईँको चाहिँ नि चाँडो सेक्युर हुने अनि चाहिँ नि राम्रो करियर ग्रोथ हुन सक्ने भन्ने जेनरल बुझाइ थियो। त्यही भएर चाहिँ नि अब सबैले प्रायः अब अलिकति राम्रो पढ्यो भने साइन्सै पढोस् अथवा इन्जिनियरिङ गरोस् अथवा चाहिँ नि त्यसपछि फर्दर होइन एमबिबिएस डक्टरी गरोस् भन्ने थियो। अब आजकल अब टाइम चेन्ज भइसक्यो। आजकल अब तपाईँले जे पढ्यो पनि अब देख्नु भएको छ, अब यत्रो ठुलो चाहिँ नि तपाईँको चाहिँ नि मार्केट छ होइन। यु क्यान बी अब आजकल त फोनैबाट पनि तपाईँले इन्फ्लुएन्सर भएर पनि राम्रो गरिराख्नु भएको छ पछि डजन्ट रियली म्याटर। अब जे पढे पनि हुन्छ, राम्रो जे पढे पनि त्यसमा चाहिँ राम्रो हुनु पर्यो, त्यति चाहिँ एउटा मोस्ट इम्पोर्टेन्ट कुरा हो होइन। अनि तपाईँको ब्याचलर सकाउनुभयो, ब्याचलर सकाएपछि तपाईँ तुरुन्त म विदेश जान्छु कि अब होइन एकछिन कामसाम पनि गर्छु, म नेपालमा एकछिन बस्छु, हेर्छु के हुन्छ, अनि विदेशतिर जान्छु पढ्नलाई भन्ने सोच थियो कि?
अब अलिकति ब्याचलर्स भन्दा म प्लस टूबाटै भन्न चाहन्छु, किन भन्दाखेरि जेनरली आजकल अब सबैलाई प्लस टू सकिने बित्तिकै बाहिर जाउँ भन्ने हुन्छ हजुर हजुर होइन। अब त्यो हाम्रो पालामा पनि थियो 15 वर्ष अगाडि पनि, अब जस्तो हजुरहरू आउँदा पनि हामीभन्दा 4-5 वर्ष अझै 7 वर्ष अगाडि हजुर हजुर भनेपछि त्यो बेलादेखि ट्रेन्ड सुरु भइसकेको थियो प्लस टू 12 हजुर सकेर। हामी त 12 पढेर सकाउने भन्दा कि विदेश जाने भने अहिले पनि त्यस्तै छ, पहिला पनि थियो भनेपछि म पनि pretty much सेम त्योबाटै ढुङ्गाबाटै आउनुभयो। त्यहाँबाटै निस्केको हो। अनि मलाई पनि प्लस टू सकेपछि विदेश जाउँ कि अमेरिका अस्ट्रेलिया अब कतै भन्ने सोच थियो। तर फर सम रिजन जस्तो मैले चाहिँ नि अब मेरो अब साथीभाइहरू अथवा मेरो सिनियरहरू पनि प्लस टू भन्दा ब्याचलर्स गरेर गयो भने अलिकति बेटर हुन्छ, किन भन्दाखेरि पछि यहाँ स्कलरसिप पाउन सक्ने चान्सेस ज्यादा हुने। हजुर अनि प्लस टू सकिने बित्तिकै जेनरली मान्छेहरू पहिलो यङै हुन्छ, अब 5-7 वर्ष अरू नेपालमा बस्नु पाइयो भने एकदम अलिकति बढी एक्सपिरियन्स पनि हुन्छ। अब काम गर्ने हो भने काम गर्न पाइयो अथवा फ्यामिलीसँग पनि बढी बस्न पाइन्छ। किन भन्दाखेरि तपाईँ प्लस टू सकेर 18-19 वर्षमा हिँड्नुभयो भने त फ्यामिलीसँग नर्मली मान्छेले टाइम स्पेन्डै गर्न पाउँदैन। अनि त्यो अहिलेसम्म त्यो लङ्गिङ हुन्छ। अब 15 वर्ष 20 वर्ष यहाँ बसेको चाहिँ मैले नेपालमा बस्नै पाइनँ, नेपालमा म राम्ररी फ्यामिलीसँग टाइम स्पेन्डै गर्न पाइनँ भन्ने त्यो एउटा पछि त्यो पनि नहोस् भन्ने भएको भएर म चाहिँ ब्याचलर चाहिँ पछि गरौँ, अलिकति आफूलाई पनि बेटर हुन्छ, स्कलरसिप पाउने चान्सेस पनि बढी हुन्छ भन्ने भएर म चाहिँ प्लस टू सकेँ अनि ब्याचलर्स नेपालमै गरेँ। अनि त्यसपछि मैले प्रोसेस गरेँ। अनि तपाईँले यो गर्दाखेरि चाहिँ अब धेरै जस्तो अब हाम्रो जुन भ्युअर्सहरूले सुन्नुहुन्छ जो चाहिँ अब विदेश स्पेसली अमेरिका भनौँ, हामी अमेरिकाकै टपिकमा कुरा गरिरहेको छौँ होइन। अब विदेश जान चाहिँ तपाईँको अब धेरै कन्सल्टेन्सी खुल्यो अहिले त, पहिला थोरै थियो, अहिले धेरै कन्सल्टेन्सी खुल्यो। अब अहिले त्यो तपाईँले भर्खर यो भिडियो हेरिरहनु भएको छ भने त अहिले तपाईँको हाम्रो बालन सरकार आएर धेरै कन्सल्टेन्सी बन्द पनि भएको छ होइन। धेरैको चाहिँ तपाईँको त्यो प्यान नम्बर छैन अथवा भ्याट नम्बर छैन अथवा बिजनेस रेजिस्टर गरे छैन भनेर, त्यही पनि जति छन् धेरै नै छन्। अब जस्तो विद्यार्थीहरूलाई 12 सकाएपछि तुरन्त विदेश जाने त दिमागमा छ, सेट भइसक्यो तपाईँको जसरी पनि जाने हो होइन। अब कसरी जाने भन्दा यो फलानाको छोरो त्यो कन्सल्टेन्सीमा गएको, ढिस्कानाको छोरी त्यसकोमा गएको भन्ने एउटा चलन छ, त्यो पनि लैलैमा लगाएर त्यो कन्सल्टेन्सी जाने हो। कन्सल्टेन्सीमा गएपछि तपाईँको अब देखे अनुसार मैले बुझे अनुसार पुरै थाहा छैन मलाई, तर अब बुझे अनुसार चाहिँ उनीहरूसँग लिस्ट हुन्छ 10-15वटा स्कुलको कलेजको जो चाहिँ उनीहरूसँग लिङ्क छ भनौँ न, उनीहरूले अब पठाउने भनेको त्यति 15वटामा हो, त्योभन्दा बाहिरकोमा पठाउनलाई अब के छ मलाई त्यसको त्यो थाहा छैन। अब तपाईँलाई आउँदाखेरि तपाईँ पनि कन्सल्टेन्सी थ्रु जानुभयो कि होइन, तपाईँलाई आइडिया थियो कि म यसरी जानुपर्छ, अब यो स्कुलमा जाने हो, मेरो फिल्ड हो, मलाई यो पढ्न रमाइलो लाग्छ भन्ने यस्तो कसरी गर्नुभयो तपाईँले? जस्तो कन्सल्टेन्सीको चाहिँ कस्तो हुन्छ भने तपाईँको सबैलाई सबै चिज थाहा हुँदैन होइन। जस्तो तपाईँ अब कहीँ बसेर पढ्नुभयो, प्लस टू पढ्ने बित्तिकै अब अथवा ब्याचलर सकेपछि होइन म विदेश ट्राई गर्नु पऱ्यो, अब के छ त भन्ने हुन्छ, कसरी कहाँबाट सुरु गरौँ भन्ने हुन्छ मान्छेलाई। अब कतिपयलाई त्यो थाहै हुँदैन, त्यो भएर कन्सल्टेन्सी गयो भने जाँदैमा नराम्रो भन्नु चाहिँ म भन्दिनँ। किन भन्दाखेरि कन्सल्टेन्सीमा काम गर्ने मान्छेहरू उहाँहरूले कति विद्यार्थी पढाइसक्नु भएको हुन्छ होइन। अब त्यो गएर लिङ्केज पनि हुन्छ। जस्तो मलाई कुनै कलेजमा अब जस्तो अमेरिकाको एउटा कलेज एक्स कलेजमा आउनु मन लाग्यो भने एक्स कलेजसँग काम गर्ने नेपालको कुनै कन्सल्टेन्सी छ भने कहिलेकाहीँ त्यो प्रोसेस सजिलो बनाइदिन्छ। कन्सल्टेन्सी मान्छे चिन्जान हुन्छ, नेटवर्क हुन्छ। अब तपाईँलाई कुनैबाट चाहिँ अब स्कलरसिप हामी थ्रुबाट गयो भने केही पैसा त्यो पनि हुन्छ भनेपछि कन्सल्टेन्सी इटसेल्फ इज नट ब्याड होइन। तर तपाईँको चाहिँ नि अब त्यो नेपालमा काठमाडौँमा अथवा अल ओभर द कन्ट्रीहरू चाहिँ टन्न खुलेको छ नि, त्यही भएर आफूले छान्दाखेरि चाहिँ अलिकति विचार गरेर कस्तो कन्सल्टेन्सी चाहिँ, किन सबै कन्सल्टेन्सीहरू एउटै राम्रो त्यो मोटिभेसन खोलेको चाहिँ आफ्नो ड्यु डिलिजेन्स आफूले अलिकति सुरुमा प्रिपेरेसन पनि चाहिँ गर्न चाहिँ पर्छ। कन्सल्टेन्सी कहाँ जाने कुन पढ्ने हेर्नु चाहिँ पऱ्यो होइन। अनि तपाईँको जस्तो कलेज छान्दाखेरि मेन इम्पोर्टेन्ट कुरा भनेको चाहिँ अब विद्यार्थीलाई त अब एक्ज्याक्टली थाहा नहोला, किन भन्दाखेरि आजको दिनमा चाहिँ तपाईँको सोचाइ यस्तो भइसकेको छ कि छिर्नु मात्रै पऱ्यो, एकचोटि छिरेपछि त म फिगर आउट गरिहाल्छु नि, म बाटो पत्ता लगाइहाल्छु नि भन्ने छ होइन। सायद त्यो अब कति हदसम्म राइट पनि होला, कति हदसम्म रङ पनि होला, आफ्नो ठाउँमा छ त्यो कुरा होइन। तर अब होइन म चाहिँ सरासर पढेरै म ग्रेजुएट हुन्छु, म पढाइ सघाउँछु भन्ने जस्तो जुन मानसिकताले जुन सोचाइ लिएर आउनुहुन्छ त्यो मान्छेहरूले चाहिँ अब फर्स्ट तपाईँको के चाहिँ हेर्ने त, अब कि कलेजको फी हेर्ने हो कि बस्ने ठाउँ हेर्ने हो कि तपाईँको अब अरू कुनै कुराले चाहिँ ह्याम्पर गर्छ, अरू कुनै कुराले सजिलो बनाउँछ, त्यस्तो कुरा हेरेर अप्लाई गर्ने हो कि के चाहिँ हेर्ने हो त खासमा? यो गुड क्वेसन हो। किन भन्दाखेरि एक नम्बरमा सबैजना इन्डिभिजुअल फरक हुन्छ। कसैलाई के प्रायोरिटी हुन्छ, कसैलाई के प्रायोरिटी हुन्छ। अब कसैलाई चाहिँ अमेरिका आएर अहिले म पढ्छु, पढेपछि अहिले फिगर आउट भएन भने म जापान जान सक्छु भन्ने मेन्टालिटीले आउने मान्छे हुन्छन्। कोही चाहिँ होइन म अमेरिका गएर त्यहीँ केही गर्न ट्राई गर्छु, मेरो फ्युचर त्यहाँ देखाएको छु मैले भन्ने हुन्छ। कसैलाई भनेपछि इट डिपेन्ड्स अन यु। अनि जस्तो कहाँ आउने, कुन कलेज आउने भन्ने पनि अब आजकल त प्रायः
विदेशमा जहाँ पनि सबैको आमा पनि मान्छे कहिले काहीँ हुन्छ भइसक्यो, भनेपछि सकेसम्म आफ्नो मान्छे भएको ठाउँमा जान पाइयो भने अलिकति हेल्प पनि हुन्छ। अब बस नभर्न सुरुमा अलिकति केही नभए भने सुरुमा ओरिएन्टेसन हजुर पाइन्छ बेटर भन्ने हुन्छ भनेपछि इट्स अल डिपेन्ड्स अन द पर्सन हु इज कमिङ होइन। जस्तो अब तपाईँको कोही पनि छैन, तपाईँको चाहिँ यहाँ आएर म अथवा कोही भए पनि आई थिङ्क एज अ स्टुडेन्ट चाहिँ फर्स्ट प्रायोरिटी भनेको पढ्न आउँछु नै भन्ने हो होइन। म राम्रो कलेज छान्छु। राम्रो डजन्ट मिन भेरी टप अथवा धेरै महँगो नै हुनु परेन। सो आफूले अलिकति रिसर्च गरेर कुन राम्रो कलेज छ, आफूलाई कुन मनपर्छ, आफ्नो फिल्ड आफ्नो सब्जेक्टमा कुन कलेजले राम्रो गराएको छ त्यहाँ, प्लस अब त्यो कलेजको पैसा कस्तो छ, मलाई केही स्कलरसिप छ कि छैन, अथवा पैसा तिर्नु पऱ्यो मैले तिर्न सक्छु कि सक्दिनँ, यी चिजहरू यसो जेनरली राम्ररी बुझेर आयो भने बेटर हुन्छ। फेरि अब प्लस अब लोकेसन पनि कुरा हुन्छ। युएस अब एकदमै ठुलो छ होइन। कहाँ आउने अब चाहिँ नि सिकागो आउने कि न्युयोर्क आउने कि अलास्का जाने कि फ्लोरिडा जाने कि होइन, इट्स अल ओभर द प्लेस। कुन सिजनमा आउने, किन भन्दा नयाँ विद्यार्थीहरू जेनरली अब हाम्रो पालोमा चाहिँ अब अहिले जस्तो सजिलो पनि थिएन। जस्तो स्काइप गरेर फोन गर्नुपर्थ्यो घरमा होइन। भने चाहिँ अब जस्तो विन्टरमा विद्यार्थीहरू आउनु भने जनवरीमा माथि नर्थतिर आउनु भने इट्स भेरी डिप्रेसिङ। अब त्यो बेलामा भर्खर नेपाल छोडेर आउँछ, होमसिक भएर आउँछ, यहाँ बाहिर हिउँ जाडो हुन्छ भनेपछि त्यो फिलिङै गुड हुँदैन। भनेपछि अब जस्तो जाडो सिजन छलेर होइन म चाहिँ नि समरमा आउँछु अथवा फलमा आउँछु भन्ने कि त्यो चिज पनि विचार गर्नुभयो भने अब त्यसले खास एकदमै धेरै म्याटर गर्दैन, तर त्यसले सानसानो चिजहरूले कहिलेकाहीँ मेन्टल तपाईँको हेल्थमा चाहिँ फरक चाहिँ परेको हुन्छ। किनभने भर्खर घर छोडेर आउँछ फ्यामिली अनि यो चिजहरू पनि आई थिङ्क इट इज इम्पोर्टेन्ट टु। अब हामीले धेरै तपाईँको अहिले सोसियल मिडिया यति उयो भइसक्यो, जहाँ पनि पुगेको छ तपाईँले देख्नुहुन्छ कोही बाटोमा सुतेको, तपाईँको कोही कता होइन वर्षौँदेखि मेन्टल्ली अलिकति डिप्रेस भएर थाहा नपाइकन को कता पुगेको केसेसहरू धेरै छ। तर तपाईँले देख्नु भएको सायद थोरै होला भएको भन्दा होइन। त्यस्तो हुन्छ। तपाईँ घर छोडेर आएपछि एउटा सिस्टम तपाईँको जुन सपोर्ट सिस्टम नै छ त्यो सिस्टम नै सकिन्छ। तपाईँको उल्टो आफूले सपोर्ट गर्नुपर्ने हुन्छ। आउने साथै नेपालमा बस्छु र विदेश गएपछिको फरक धेरै फरक हुन्छ होइन। अब तपाईँको हाम्रो यो स्कलरसिपकै कुरा गरेर बेलामा चाहिँ अब तपाईँको नेपालबाट आउँदाखेरि चाहिँ अब स्कलरसिप चाहिँ कसरी खोज्ने त, के गरेर खोज्ने यो? आई थिङ्क इट्स गुड क्वेसन। सबैलाई यही नै हुन्छ, जस्तो पैसा कसरी कम्ती नै स्कलरसिप पाइयो भने बेटर हुन्छ भने सबको ध्यान सुरुमा त्यही नै हुन्छ। भनेपछि अब सुरुमा जाने भनेको त्यो कलेजको वेबसाइटमा हो होइन। जस्तो चाहिँ अब तपाईँलाई फर इक्जाम्पल मलाई ब्याचलर्स नि बायोलोजीमा गर्न मन छ भन्नुभयो अरे होइन। भनेपछि बायोलोजी त प्रेडिकमा सबै कलेजले अफर गरिहाल्छ। कुन कलेजमा चाहिँ मलाई बेटर हुन्छ, जस्तो म कहाँ जाने, मेरो साथीभाइ नजिक छन्, मेरो फ्यामिली कोही सँगै हुनुहुन्छ भने त्यही नजिकको आसपास कलेज हेर्ने कि सुरुमा त्यो कन्सिडर गर्ने होइन। म अब अलिकति बेटर स्कलरसिप मलाई अर्को कलेजमा दिएको छ त्यही यहाँ भन्दा जस्तो स्कलरसिप कसरी खोज्ने भन्दाखेरि कलेजको प्रोग्राममा वेबसाइटमा जाने अनि इन्टरनेसनल स्टुडेन्टलाई अफर गर्ने फाइनेन्सियल एडहरू के छ कलेजको होइन। जस्तो चाहिँ स्कलरसिप पनि युएसको स्टुडेन्ट र इन्टरनेसनल स्टुडेन्टलाई फरक हुनसक्छ होइन, त्यो पनि बुझ्नु पऱ्यो। जस्तो इन्टरनेसनल स्टुडेन्टलाई ल भनौँ वर्षको फर इक्जाम्पल $20,000 ट्युसन एन्ड तपाईँको ट्युसन फिस छ। अनि इन्टरनेसनल स्टुडेन्टले अनि तपाईँलाई एसएटीमा तपाईँको जस्तो ल भनौँ 1200 प्लस ल्याउनु भएको छ भने 20,000 सट्टा तपाईँलाई चाहिँ 15,000 दिन्छु भनेर कति कलेजहरूले लेखा पनि हुन्छ। त्यस्तो चाहिँ तपाईँले चाहिँ कलेजको वेबसाइटबाटै सुरुबाट त्यसरी नै खोज्ने। जेनरली आजकल त अब तपाईँको हामी अब एकदमै कनेक्टेड भइसकेका सबैतिर कलेजलाई यसो इमेल गरेर सोध्नु भने नि इन्टरनेसनल अफिसलाई इमेल गर्नु भने उनीहरूले तपाईँलाई पठाइदिन्छ लिस्ट अनि त्यहाँबाट हेर्न पनि सक्नुहुन्छ तपाईँले। हजुर। अनि यो एसएटी चाहिँ कसले गर्ने, प्लस टू पछिको आउनेले गर्ने कि ब्याचलर्स पछि आउनेले गर्ने कि? एसएटी चाहिँ तपाईँको चाहिँ नि ब्याचलर्स गर्न युएस आउने स्टुडेन्टले गर्ने। एसएटी हुन्छ एउटा एसिटी हुन्छ, दुईवटा कोर्स। हजुर। अनि जेनरली अब सबै कलेजहरूले एसएटी लिन्छ, त्यही भएर एसएटी अलिकति बढी पपुलर पनि छ। हजुर। अनि एसएटी चाहिँ तपाईँको चाहिँ जेनरली स्कलरसिप पाउनलाई लिइने कोर्स हो है। जस्तो अनि अब अहिले अब ठ्याक्क मलाई एसएटीको के छ स्ट्यान्डर्ड अब केही चेन्ज भयो कि मलाई थाहा भएन। जस्तो हामी आउँदै चाहिँ 1600 हुन्थ्यो क्वान्टिटेटिभ र इङ्ग्लिसमा। हजुर। 1600मा अब तपाईँले चाहिँ नि 1000 प्लस ल्याउनु भयो भने जेनरली कलेजहरूले अब दिने कलेज एक्सेप्टेसन पनि गर्ने, प्लस स्कलरसिप त्यही एसएटीमा जति बढी ल्याउनु भयो अन टप अफ तपाईँको चाहिँ आफ्नो प्लस टूमा कति पर्सेन्टेज छ तपाईँको चाहिँ होइन ओभरअल तपाईँको प्रोफाइल कस्तो छ त्यसमा प्लस एसएटीको स्कोरले पनि हेल्प चाहिँ गर्छ स्कलरसिप ल्याउन। एकदम भनेपछि त एसएटी भनेको 100% नेसेसरी चाहिँ होइन, तर भयो भने इट्स बेस्ट भन्ने मात्रै एउटा। धेरै कलेजले एसएटी नभए पनि तपाईँलाई एक्सेप्ट गरेर आउँछ, तर एसएटी भयो भने स्कलरसिप पाउनलाई चाहिँ आई थिङ्क इट्स अ गुड थिङ टु ह्याभ। ल अनि तपाईँको अब कुन इयरमा छिर्नु भयो त अमेरिका? म 2011मा आएको, 15 वर्ष भयो।
15 वर्ष भयो। हेर्दा 15 वर्ष नि भइसक्यो तपाईँ आउनुभएको पनि। तपाईँ कुन चाहिँ स्टेटमा आउनुभएको थियो? कुन युनिभर्सिटी आउनुभएको थियो? म त्यो युनिभर्सिटीको अहिले फोटो पनि हालिदिउँ होला, तपाईँहरू हेर्नु होला कस्तो थियो म चाहिँ युनिभर्सिटी। युनिभर्सिटी अफ वायोमिङ भन्ने युनिभर्सिटीमा थिएँ। त्यो वायोमिङ स्टेटको पब्लिक युनिभर्सिटी हो। इट्स अ नाइस युनिभर्सिटी, राम्रो छ। त्यहाँ आएँ म। त्यहाँ चाहिँ नि म आउँदाखेरि नेपालीहरू पहिला पनि हुनुहुन्थ्यो। हामी त्यहाँ आई थिङ्क मैले ठ्याक्क काउन्ट त बिर्सेँ, तर 40-50 जना हामी नेपाली थियौँ। चाहिँ त्यही बेलामा पनि नेपालीको राम्रो प्रेजेन्स भएको भएर त्यहाँ अलिकति घुलमिल गर्नलाई खासै मलाई प्रब्लम भएन। अब साथीभाइहरू चिनाउनु भयो, अनि नेपालीहरूसँगै बसेँ म। अनि अब यस्तो यो वाइमिङहरू भने युजुअली नेपालमा त्यति नाम सुनेको हुँदैन। युजुअली मान्छेहरूले सुन्यो भनेको अब अहिले त तपाईँहरूले न्युयोर्क, टेक्सस र क्यालिफोर्निया बढी सुन्नुहुन्छ होइन? अब त्यो बाहेक तपाईँले वाइमिङहरू तपाईँले अब ओक्लाहोमा पनि बल्ल बल्ल सुन्न थाल्नुभयो। अब तपाईँले यो अरू अरू स्टेटहरू जुन छ मोन्टाना सोन्टाना तपाईँले खासै धेरै सुन्नु हुँदैन यो। अब यस्तो स्टेटमा गयो भने चाहिँ स्कलरसिप पाउने चान्स अलिक बढी हुने हो कि मान्छेहरूको होइन? जता गए पनि कुरा एउटै नै हो, फन्डिङ कति छ त्यसमा भर पर्ने हो। फन्डिङ अब तपाईँको कलेजले अब डिपार्टमेन्टलाई दिएको कति पैसा छुटाएको हुन्छ फन्डिङ भनेको चाहिँ मैले त्यसरी भनेको है। डिपार्टमेन्टलाई कसरी छुटाएको हुन्छ त्यसबाट कसलाई चाहिँ दिने भन्ने हुन्छ कि कसरी हुन्छ यो? आई थिङ्क अब मेरो बुझाइमा चाहिँ स्कलरसिपहरू प्रायः सबै कलेजको आई थिङ्क यस्तो उस्तै खालको हुन्छ होइन? चाहिँ नि कुनै स्टेटमा जाँदा बढी, कुनै स्टेटमा कम भन्ने जेनरली हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। इट डिपेन्ड्स अन द कलेज। जस्तो चाहिँ तपाईँको टेक्ससमा भनौँ न, टेक्ससमै पनि वी हेभ हन्ड्रेड्स अफ कलेज, सबै कलेज छ। कुनै कलेजको अलिकति राम्रो छ स्कलरसिप दिने प्याटर्न, कुनैले दिँदैन। अब कुनैको के बेटर होला, कुनैको के बेटर हुन्छ भने चाहिँ त्यो चाहिँ आफूले नै हेर्नुपर्छ। तपाईँ अनिखेर यहाँ चाहिँ के लिएर आउनुभयो? तपाईँको विषय चाहिँ के थियो त? यहाँ मास्टर्स पढ्न आउनुभएको होइन? म मास्टर्स पढ्न आएँ। म चाहिँ नि मास्टर्स मेरो चाहिँ नि जोग्राफीमा गरेँ मैले। जोग्राफी, जिआइएस। म चाहिँ अलिकति ह्युम्यानिटिजमा बढी मेरो इन्ट्रेस्ट भएको भएर अनि मलाई चाहिँ नि जोग्राफी अनि इन्भाइरोमेन्ट साइन्स होइन, तपाईँको चाहिँ नि सोसल साइन्स, इकोनोमिक्स जस्तो विषयहरू अलिकति बढी इन्ट्रेस्टिङ लाग्ने भएर मैले चाहिँ मास्टर्स इन जोग्राफी गरेँ। तपाईँले सुनिरहनु भएको छ भने हेर्नुहोस्, मान्छेहरू जोग्राफी पढ्न पनि आउँछ। तपाईँहरू सुनेर यसलाई चाहिँ म हुन्छ नि चार्टर्ड एकाउन्टेन्ट बनाउँछु, इन्जिनियर बनाउँछु, डाक्टरै बनाउँछु भनेर चाहिँ नसोच्नु होला। मान्छे जसरी पनि आएर यहाँनिर गर्छन्, आफ्नो फिल्डमा चाहिँ राम्रो हुनु पर्यो होइन? अनि जोग्राफी अब त्यही हजुरले भन्नुभएको छ, जोग्राफी पनि पढ्छन् मान्छे यहाँ आएर चाहिँ नि इकोनोमिक्स पढ्ने छन् होइन, बायोलोजी, फिजिक्स, एग्रिकल्चर पढ्ने धेरै। अब जस्तो म वाइमिङमा पनि आई थिङ्क इट्स वान अफ द गुड युनिभर्सिटी। जस्तो रामपुरबाट एग्रिकल्चर पढेर आउनुभएको थुप्रै साथीहरू हुनुहुन्थ्यो मेरो होइन, त्यहाँ चाहिँ पिएचडी गरेर आउनुभयो, मास्टर्स गर्नुभयो भनेपछि त्यो पनि थियो। भनेपछि इट क्यान बी एनी सब्जेक्ट होइन। तपाईँको अमेरिकामा यति ठुलो ठाउँ छ, यति धेरै कलेज छ, तपाईँको चाहिँ जुन सब्जेक्ट पढ्नु भए पनि तपाईँलाई मिल्ने कलेजहरू यहाँ भेटिन्छ। त्यहाँ अलिकति राम्रो रिसर्च गरेर चाहिँ आउँदा बेटर हुन्छ कि आजकल त इन्टरनेट सबैसँग हुन्छ, फोनबाटै तपाईँले हेर्नु। हजुर, पहिलाको जस्तो कागज कुरिरहनु पर्दैन। तपाईँको नि कोर्स कति वर्षको थियो? 2 वर्ष कि 3 वर्षको? मास्टर्स पढ्न आएको म 2 वर्षको थियो मेरो कोर्स। 2 वर्षमै ट्याक्कै सक्यो कि? 2 वर्षमा ट्याक्क सकेन, मलाई चाहिँ 3 वर्ष लाग्यो। आफ्नो इभेन्टहरू पनि भयो, त्यही भएर मलाई 2 वर्षमा मैले चाहिँ भ्याइनँ। हजुर, 3 वर्षमा तर मैले सकाएर म निस्केँ त्यहाँबाट। तपाईँको आउने बेलामा भिसा स्ट्याम्प चाहिँ 5 वर्षको थियो कि? भिजा चाहिँ त्यो बेलामा 5 हामी अब अहिले रिसेन्ट अलिकति चेन्ज भयो, यहाँलाई थाहा पनि होला, तर जेनरली चाहिँ नि स्टुडेन्ट भिजा चाहिँ 5 वर्षकै दिइन्थ्यो। मल्टिपल इन्ट्री होइन, 5 वर्षको भिजा भयो भने, तर तपाईँको चाहिँ नि भिजा चाहिँ नि नट नेसेसरली तपाईँको चाहिँ नि छिर्न चाहिने हो। तपाईँलाई कतिलाई 1 वर्षको भिजा पनि दिइन्थ्यो, 2 वर्षको काफी थियो। तर त्यो दिए पनि तपाईँ यहाँ आएर पढेर स्ट्याटस मेन्टेन गरेर राख्नु भएको छ भने भिजामा 1.5 सालको पनि फरक छ। अब पहिला तपाईँहरूको अब तपाईँहरूलाई कतिलाई थाहा छैन होला, पहिला तपाईँहरूको भिजिटरमा आएर पनि F1 तपाईँको जुन स्टुडेन्ट छ त्यसमा पनि चेन्ज गरेको हुन् है। अब यो भिडियो हेर्ने मान्छेले फेरि गर्न मिल्छन् भनेर नसोच्नु होला। आजको दिनमा धेरै रुल्सहरू चेन्ज भएको छ, त्यो चाहिँ पहिला बुझ्नुपर्छ त्यही विज्ञहरूसँग है। अनि तपाईँको 3 वर्ष लाग्यो। 3 वर्षमा नेपाल कतिचोटि जानु पर्यो त पढ्दाखेरि? म पढ्दाखेरि चाहिँ आई थिङ्क कलेज हुँदाखेरि 3 चोटि म नेपाल गएँ। 3 चोटि भने त राम्रै। म चाहिँ गएँ, किनभने मेरो 1 वर्ष पढाइसकेपछि मेरो बिहा भयो, म बिहा गर्न गएँ। अनि बिहा गरेर आएपछि 6-7 महिनापछि मेरो अनफर्चुनेटली बुवाको चाहिँ स्वर्गवास भयो। त्यसपछि म फेरि जानु पर्यो। हजुर, अनि बुवाको 1 वर्ष काम गर्न फेरि गएँ चाहिँ म 3 वर्ष त्यो 3 वर्षको पिरियडमा 3 चोटि गएँ। अनि त्यही भएर मेरो 2 वर्ष जता 3 वर्ष लाग्यो पढाइ सकाउनु पनि, बुवाको चाहिँ डेथ भएको भएर। हजुर, अनि अब यस्तो सिचुएसन कसैलाई नपरोस् होइन। अब तपाईँ कहिलेकाहीँ अब अकस्मात यस्तो सिचुएसनहरू मान्छेलाई आइपर्छ। अब तपाईँको यस्तो हुँदाखेरि तपाईँको पढाइको बिचमा हुनुहुन्थ्यो कि अब तुरुन्त म चाहिँ नेपाल जानु पर्यो, बुवा चाहिँ हुनुहुन्न, बुवा चाहिँ अब बित्नु पर्यो भन्ने खबर आयो तपाईँलाई होइन? अब भनेपछि त्यो ठ्याक्कै अब पढाइ चलिरहेको थियो, भ्लाट्टै हिँड्नुपर्ने सिचुएसन, अब के गर्ने कस्तो गर्ने दिमागमा केही
हुन्छ नि त अब गएर आयो भने कलेजले अब तपाईँको के गर्ने हो, छुट्टी दिने हो कि नदिने हो, म फर्किनु पाउने हो कि नपाउने हो, मेरो आधा पढाइ यहीँ छ बाँकी भने जस्तो के चलिरहेको थियो दिमागमा त्यतिखेर? हो त्यो अलिकति गाह्रै टाइम थियो मलाई, किन भन्दाखेरि अब ठ्याक्क मैले अल अफ अ सडन म हिजोसम्म बुवासँग गफ गरेर आज बिहान फोन गर्दाखेरि बुवा हुनुहुन्न, ल आउनु पऱ्यो भन्ने न्युज आयो। हुन्छ। अनि म चाहिँ आई थिङ्क थर्ड सेमेस्टरको म थर्ड सेमेस्टरको फाइनल विकमा थिएँ क्यारे। मान्छे जस्तै भनेपछि म आएको 14-15 महिनापछि त्यस्तै थर्ड सेमेस्टरको फाइनल विकमा थिएँ भनेको जस्तो मेरो म जाँचै दिइरहेको थिएँ। मेरो 3टा सब्जेक्ट थियो क्यारे, मेरो 3टा सब्जेक्टमा एउटाको जाँच फाइनल विकमा मेरो 3टैको जाँच बाँकी थियो। हजुर, अनि अब कि मैले त्यो जाँच अब कलेज म छोडेरै हिँड्नुपर्ने हो, मलाई जानै पऱ्यो म। हजुर, भनेपछि मैले चाहिँ नि फर्स्ट थिङै अब घरबाट कुरा हुने बित्तिकै म कलेजको इन्टरनेसनल स्टुडेन्टको अफिसमा गएर हजुर, र मलाई यस्तो पऱ्यो, आई 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 निड टु गो, मलाई दिन अब कसरी मैले हेल्प गर्न सक्छु, म अब कति टाइम जान्छु कति टाइम बस्छु म स्योर छैन, तर मेरो अहिलेको सिचुएसन चाहिँ यो छ भनेर मैले बुझाएपछि कलेजले अनि म त्यसपछि मेरो एडभाइजर भनेको चाहिँ तपाईँसँग यहाँ पढ्दाखेरि एकजना टिचर चाहिँ तपाईँलाई नियम हेरेर बसेको एकजना गाइड गर्ने मान्छे एकजना गुरु चाहिँ गाइड गरेर राखिदिएको हुन्छ। अब मास्टर्स पिएचडीको अलिकति बढी इन्भल्भ हुन्छ एडभाइजर, ब्याचलर्सको अलिकति कम हुन्छ, तर यु हेभ टु टेल द एडभाइजर टु, होइन। जस्तो मैले एडभाइजरलाई त्यही रातै गएर मेरो यस्तो पऱ्यो, मलाई जानु पऱ्यो भने। अनि यहाँको राम्रो थिङ चाहिँ के छ भन्दाखेरि तपाईँको कलेजहरू, यहाँको मान्छेहरू एकदमै एकोमोडेटिङ, भनेको तपाईँलाई सपोर्ट गर्नुहुन्छ। तपाईँलाई परेको बेलामा चाहिँ दे विल सपोर्ट यु अल द टाइम। भनेपछि कलेजले के गर्नु भयो भन्दाखेरि मलाई ठिक छ जानुहोस्, आफ्नो काम भ्याएर आउनुहोस्, विल फिगर आउट भन्दा भयो। त्यसपछि म तुरुन्त भोलिपल्टै गएँ। त्यसपछि नेपाल फर्केपछि नि मेरो नेपालको आफ्नो काम कुरो गर्दा गर्दै साइडमा मैले कलेजमा पनि कम्युनिटी गरेको थिएँ। अब के गर्ने कसो गर्ने म यता आएँ। अब हाउ क्यान वी प्रोसिड भनेपछि म 4 महिना जति नेपाल बसेपछि अनि नेपालमा पनि अलिकति साम्य भयो चिजहरू, मैले सबै यताउता मिलाएर अनि त्यसपछि म कलेज फर्केँ रेस्ट अफ द कोर्स सक्नलाई। अनि मेरो प्रोफेसरहरूले चाहिँ मलाई ल ठिक छ त जाउँ, अनि फर्केर आएपछि जति बाँकी छ त्यसपछि जाँदै जान्छ भन्नुभयो। भेरी भेरी काइन्ड अफ देम हो, मलाई चाहिँ त्यो एकोमोडेट गरिदिनु भयो। अनि मैले नेक्स्ट सेमेस्टरमा त्यसकै जाँच हुँदाखेरि चाहिँ म एज अ लास्ट इयरको स्टुडेन्टले मैले बसेर जाँदै थिएँ। एक सेमेस्टर पुरानो जाँच, एक सेमेस्टर पछाडि एक्जाम टाइममै मलाई एकोमोडेट गरिदिनु भयो। त्यही भएर मलाई अलिकति टाइम चाहिँ लाग्यो मेरो कोर्स सक्नलाई। अनि प्लस मेरो थेसिस पनि गर्दै थिएँ, साइड बाई साइड थेसिस गर्दा गर्दै मैले पुरानो सेमेस्टरको बाँकी रहेको जाँचहरू आएर त्यसरी कम्प्लिट गरेँ। अब यस्तो सिचुएसनहरू कसैलाई पनि नपरोस्, होइन। अब यस्तो सिचुएसन तपाईँको परिहाल्यो भने चाहिँ, जस्तो अब 5 वर्षको भिसा छ तपाईँको, होइन, 5 वर्ष पछाडि यदि यस्तो सिचुएसन भइदिएको भए चाहिँ के कम्प्लिकेसनहरू आउँछ होला? जस्तो अब यही केस नभनौँ, तपाईँको नेपाल चाहिँ अपोजिट जानु पऱ्यो, अथवा जस्तो भाइको बिहे छ अरे, दाइको बिहे छ अरे, दिदीको बिहे छ अरे, बहिनीको बिहे छ अरे, अथवा केही कारणवश जग्गा काम होला, कसैको के निप्टाउनु पर्ने होला, के तुरुन्तै जानु, अब त्यो पुग्न सक्दैन त्यो कुरो, कामले जानु पऱ्यो नेपाल भनेदेखि चाहिँ तपाईँको भिसा सक्यो, हजुर, अब जानु पऱ्यो। अब कलेजमा भनेर गए पनि खासै त्यो मतलब त राख्दैन होला त्यो। अब यो केस भनेको तपाईँको अब इमिग्रेसनतिर जान्छ होला। यो अलि अब यो यसको छुट्टै टपिक गरेर यो 2 घन्टा 4 घन्टा गफाउन सक्छ हामी। हजुर, अब यो भेरी डिफ्रेन्ट टपिक, होइन। तर भिजा जेनरल बुझाइ चाहिँ के भन्दाखेरि अमेरिका छिर्नलाई तपाईँलाई भ्यालिड भिजा चाहिन्छ। हजुर, छिर्न चाहियो, टिकट चाहियो, भ्यालिड भिजा चाहियो। अनि अब कुन प्रायोजनलाई छिर्ने, होइन। तपाईँ चाहिँ नि पढ्न आउँदा पढ्ने विद्यार्थी भिजा छुट्टै हुन्छ, घुम्न आउँदा घुम्ने टुरिस्ट भिजा छुट्टै हुन्छ, काम गर्न आउँदा छुट्टै भिजा हुन्छ, डिबीको छुट्टै भिजा, विभिन्न भिजा छन्। तपाईँको छिर्ने बेलामा तपाईँको भ्यालिड भिजा चाहियो। तपाईँको भिजा सकियो र तपाईँलाई नेपाल फर्किनु पऱ्यो अथवा कहीँ जानु पऱ्यो भने अमेरिका छिर्ने बेलामा चाहिँ यु हेभ टु मेक स्योर तपाईँको पासपोर्टमा भ्यालिड भिजा हुनुपर्छ। अनि जुन प्रायोजनलाई तपाईँ छिर्न खोज्नु भएको छ, जस्तो 5 वर्षको F1 भिजा त हुन्छ तपाईँसँग, तपाईँको 2 वर्षमा पढाइ 3 वर्षमा सक्यो पढेर नेपाल जानु पऱ्यो, तपाईँको कलेज पनि सकिसक्यो, तपाईँको ग्रेजुएसन पनि भइसक्यो, तर भिजा चाहिँ 5 वर्षको भ्यालिडै छ। भने म त्यही भिजामा फेरि अमेरिका छिर्छु भन्नलाई त्यो चाहिँ मिल्दैन कि तपाईँको जुन प्रायोजनको लागि त्यो भिजा थियो, त्यो भिजाको डेट बाँकी भए पनि तपाईँको प्रायोजन सकिसक्यो भएर त्यो भिजामा तपाईँलाई छिर्नलाई मिल्दैन। अर्कै भिजा अब अर्को कुनै कामलाई आउनुपर्ने हुन्छ। अब यो तपाईँहरूलाई अब यो म विद्यार्थी जीवन र इमिग्रेसनको भूमिका चाहिँ म अर्को एउटा भिडियो कुनै दिन बनाएर एकदम राम्रोसँग बुझाउने कोसिस गर्छु, कसरी भूमिका खेल्छ यो इमिग्रेसनले। यो सानो टपिक छैन, एकदम ठुलै टपिक छ, यो एकदम गाह्रै चिज हो, होइन। झन् अहिले त चेन्ज भएको भएछ, हामीलाई पनि कति थाहा छैन, अप टु डेट भएको छैनौँ, है। जति थाहा छ म भिडियो बनाएर हालिदिन्छु, हेर्दै चाहिँ गर्नु होला। अनि तपाईँको यो पढ्न आउँदाखेरि चाहिँ तपाईँको RITA भन्ने हुन्छ, तपाईँको त्यो भनेको चाहिँ के हो? यो
अब यो चाहिँ आरएटीए भनेको चाहिँ रिसर्च असिस्टेन्ट अनि टिचिङ असिस्टेन्ट भन्छ होइन, ग्रेजुएट असिस्टेन्ट पनि हुन्छ, जिए पनि भन्छ कतिपय हजुर। ठाउँहरूमा। यो भनेको चाहिँ तपाईँको जेनरली मास्टर्स र पिएचडी स्टुडेन्टलाई दिइन्छ। ब्याचलर्स हजुर। पनि थोरै अब धेरै चाहिँ हुँदैन, तर कुनै ब्याचलर स्टुडेन्ट पनि गरेर आउँछन्। हजुर। यो भनेको चाहिँ तपाईँको टिचिङ असिस्टेन्ट भनेको प्रोफेसरलाई सघाउने एज अ असिस्टेन्ट टिचर बनेर, के अरे टिचरलाई एज अ टिचिङ असिस्टेन्ट होमवर्कहरू असाइनमेन्टहरू सहयोग भनेको जस्तो तपाईँ अब म एउटा प्रोफेसरको असिस्टेन्ट छु भने उहाँ प्रोफेसरको कुन क्लास छ त्यो क्लासमा उहाँहरूको बस्ने, हजुर। विद्यार्थीहरूलाई अब उनीहरूको होमवर्क समवर्क छ भने त्यो चेक गरिदिने, अथवा एज एन असिस्टेन्ट काम गर्ने टिचरको हजुर। होइन, जे काम पनि हुनसक्छ। त्यो भनेको मास्टर्स पढाउनेलाई मात्रै दिने हो कि ब्याचलर्सलाई पनि दिन्छ यो? जेनरली मास्टर्स र पिएचडीलाई हुन्छ। यो चाहिँ नि स्कलरसिप त्यसरी नै पाउने हो मास्टर्स र पिएचडीको स्टुडेन्टले। तपाईँको ब्याचलर्स पनि अलिकति राम्रो तपाईँको चाहिँ प्रोफाइल छ, अलिकति कन्ट्याक्ट प्रोफेसरसँग छ र उनीहरूसँग फन्डिङ छ भने ब्याचलर्सलाई पनि दिन्छ, थोरैलाई दिन्छ। एकदम अलिक रेयर केस हुन्छ यो भनेको चाहिँ। अनि आर्य भनेको रिसर्च चाहिँ तपाईँको पिएचडी नै हुनुपर्छ त्यसको नि? आर्य पनि रिसर्च असिस्टेन्ट भन्छ, त्यो पनि प्रोफेसरले गरेको रिसर्चमा आफूले असिस्टेन्ट गरेर काम गर्ने हो होइन, जस्तो ल्याबमा काम गरिदिने हो कि डाटा कलेक्सनमा जाने हो कि फिल्डमा गएर चाहिँ डाटा ल्याउने हो, अथवा तपाईँको चाहिँ सोसल रिसर्च छ भने मान्छेसँग गएर कुरा गरेर इन्टरभ्यू गरेर आउने हो, यी यस्ता कामहरू हजुर प्रोफेसरको असिस्टेन्ट भएर काम गर्ने। यो पनि तपाईँको जस्तो मास्टर्स र पिएचडी गर्न आउने मान्छेले बढी पाउने हो हजुर। उनीहरूले। अनि प्रोफेसरले चाहिँ के त्यस्तो पायो भने चाहिँ के हुन्छ भने तपाईँको ट्युसन फी वेभ हुन्छ, तपाईँले ट्युसन फी तिर्नु परेन। अनि एज एन असिस्टेन्ट काम गरेको भएको चाहिँ नि तपाईँलाई चाहिँ सर्टेन पैसा पनि दिन्छ युनिभर्सिटीले। हेल्थ इन्सुरेन्स गर्नु पऱ्यो भने चाहिँ तपाईँलाई जेनरली फ्री नै जस्तो हुन्छ भनौँ न। भनेपछि तपाईँ लिएर आउनुभयो टिए? हो, म आउँदाखेरि म चाहिँ टिए थिएँ। तपाईँको त्यतिखेर टिए नभइदिएको भए फिस कति थियो सेमेस्टरको? मैले ठ्याक्क एक्ज्याक्टली बिर्सेँ, तर अब 15 वर्ष अगाडि भएको भएर आई थिङ्क सेमेस्टरको इयरली ट्युसन आई थिङ्क $10-12,000 थियो होला। 6,000 बस्दा खाँदा 8,000 रुपियाँ तपाईँको वर्षको 20,000 जस्तो खर्च पर्थ्यो हुन्छ खाना बस्नलाई, ट्युसन फी सबै गर्दाखेरि। त्यो चाहिँ मैले अब कलेजमा के अरे टिए भएर आएको भएर मलाई चाहिँ नि ट्युसन फी मैले तिर्नु परेन, बस्न चाहिँ मिलाउनु पर्यो आफैले। आफैले मिलाउनु पर्यो। त्यो पैसा चाहिँ मैले कलेजमा काम गर्ने बापत टिए कति त्यतिखेर कति जस्तो दिन्थ्यो यो टिए गरेको आर्य गरेको एउटै हुन्छ कि यो आर्यको छुट्टै अलिकति फरक हुन सक्छ तपाईँको चाहिँ, किन फन्डिङ अब प्रोफेसरको कस्तो फन्डिङ छ त्यसमा डिपेन्ड हुन्छ नि। तपाईँ कुन प्रोग्राममा आउने, जस्तो लाइफ साइन्स यो फिजिक्स केमिस्ट्री बायोलोजीमा आउने मान्छेहरूको अलिकति बढी पैसा हुनसक्छ होइन, एटमोस्फेरिक साइन्स उनीहरूको फन्डिङ अलिकति बढी भएको भएर। जस्तो जेनरली अब यो म जोग्राफीमा आउने स्टुडेन्टहरू भन्दा अलिकति बढी, महिनाको 2-400 बढी हुन पनि सक्छ। इट डिपेन्ड्स कलेज डिपार्टमेन्ट सबै हेरेर सबैमा डिपेन्ड हुने कुरा हो कति पैसा हुन्छ भने चाहिँ। तर जेनरली चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि तपाईँले खानु बस्नु पुग्ने पैसा चाहिँ दिन्छ कलेजले होइन। अब यसो होइन कि पुरै एउटा आफूले घर रेन्ट गरेर एक्लै बस्ने होइन, मिलेर 6-7 10जना कतिजना हुन्छ। अब एउटा अपार्टमेन्ट भनौँ तपाईँको 2 बेडरुम अपार्टमेन्ट लिनुहुन्छ भने 3जना 4जनासम्म सेयर गरेर बस्नलाई तपाईँलाई त्यति पैसा चाहिँ पुग्ने दिन्छ कलेज। अनि तपाईँको जस्तो यहाँनिर तपाईँ आइसक्नु भएपछि होइन, अब तपाईँले काम भनेर तपाईँलाई I-20मा तोकेर दिया हुन्छ कि ल कलेजभित्र चाहिँ यति घन्टा काम गर्ने, अथवा होइन अब योभन्दा बढी पनि गर्न मिल्छ भनेर यसरी तोकेर हुन्छ कि I-20मा? जस्तो अहिले त पहिला त 20 घन्टा जति गर्न मिल्थ्यो क्यारे, अब अहिले कति छ? हो, I-20 भनेर चाहिँ एडमिसन हुँदाखेरि कलेजले पठाउने डकुमेन्ट होइन, त्यहाँबाट सुरु गर्नु। कलेजले तपाईँको एडमिसन भयो भने तपाईँलाई एडमिसन लेटर जस्तो भनौँ न, त्यो चाहिँ इमिग्रेसनले पनि त्यही हेर्ने हो। अब इन्टरभ्यू दिन जाँदैन, I-20 लिएर जान्छ, त्यसमै छाप हानिदिन्छ एमसिले पनि। I-20मा चाहिँ म आउँदाखेरि चाहिँ मेरो टिए भएको भएर I-20मा लेखेको थियो होइन, किन म कलेजमै काम गरेँ। I-20मा हिज के अरे टिए अनि चाहिँ नि कलेजको फन्डिङ यति हुन्छ, ट्युसन फी 0 अनि इन्सुरेन्स पनि चाहिँ नि कलेजले दिन्छ, I-20मै लेखाएको। त्यो चाहिँ अब सुरुमै कलेजैबाट चाहिँ मैले एडमिसन हुँदैखेरि पाएर आएको भएर I-20मा लेखेर आयो। तर तपाईँले यहाँ आउँदाखेरि यहाँ आएर कलेजभित्रै काम गर्नुहुन्छ भने चाहिँ त्यो I-20मा लेखिँदैन, किन थाहा हुँदैन तपाईँले यहाँ के काम गर्ने भनेर। भन्छ तपाईँ ब्याचलर्समा आइरहनु भएको छ, तपाईँ विदाउट एनी त्यो काम लिएर आइरहनु भएको छ भने कलेजमा भने कलेजमा जब अप्लाई गर्न पाइयो कलेजले, अनिखेर अब के छ कामहरू मिलाएर 20 घन्टा मजाले काम गर्न पाइयो होइन त? अहिलेको रुल चाहिँ त्यो छ क्यारे, अब हप्ताको 20 घन्टा चाहिँ तपाईँले कलेजभित्र मात्रै काम गर्न पाउनुहुन्छ, बाहिर चाहिँ काम गर्न पाइँदैन। भित्र चाहिँ नि 20 घन्टा तपाईँले अब कलेजमा पनि विभिन्न डिपार्टमेन्ट हुन्छ, जस्तो तपाईँ लाइब्रेरीमा काम गर्ने कि कलेजको आफ्नो क्याफेमा काम गर्ने हो कि कलेजको जिममा काम गर्ने हो कि होइन, कलेजमा पनि थुप्रै काम हुन्छ। त्यहाँ चाहिँ उनीहरूले अब स्टुडेन्टहरूलाई काम लगाउँछन्, त्यही भएर इन्टरनेसनल खाली छ भने पाइयो, हप्ताको 20 घन्टा चाहिँ पाइन्छ। भनेपछि तपाईँको त्यो
20 घन्टा कलेजमा काम गरेर मानौँ तपाईँको स्कलरसिप पनि छैन होइन अनि अब अहिलेलाई पहिला तपाईँको अब कलेजको तपाईँको फीहरू भनेको अब युनिभर्सिटी त जहिले पनि धेरै नै छ अमेरिकामा कहिले पनि थोरै भएन युनिभर्सिटी जहिले पनि 15, 20, 22, 25 त परिहाल्छ तपाईँको किनकि तपाईँको आउट अफ कन्ट्री भनौँ न स्टेट पनि होइन तपाईँहरू आउट अफ कन्ट्री हामी आउट अफ कन्ट्री भइसकेपछि तपाईँको त्यो फिस त बढी नै छ जब तपाईँ यहीँकै हुनुहुन्छ भने चाहिँ अलिक फरक छ पैसा अलिक कम छ है तपाईँहरू यहाँकै के लिगल उसमा हुनुहुन्छ भनेदेखि होइन तपाईँ चाहिँ उताबाट आउनु भएको छ भने अलिकति धेरै छ अब त्यतिखेर तपाईँको 10,000 युनिभर्सिटी नै पढ्नु पऱ्यो भने 10-20 हजार पर्छ स्कलरसिप पाइँदैन मान्छेहरू धेरै जान्छ ट्रान्सफर लिएर चाहिँ तपाईँको कम्युनिटी कलेजमा जानु पनि हुन्छ अहिले पनि गइरहनु भएको छ होइन त्यसमा कुनै गलत त्यो छैन तर अब तपाईँको मानौँ कम्युनिटी कलेजमा जानुभयो कम्युनिटी कलेजमा चाहिँ तपाईँको अब त्यो बेलामा 2200-2500 रुपियाँ तिर्नु पर्थ्यो सेमेस्टरको भनेको जुन भने 20 घन्टा काम गरेर अब भनौँ न उहाँहरूले अब 20 घन्टा काम गरेर कलेजले अब एक्स्ट्रा तपाईँको सिपिटी दिएर बाहिर काम गरिरहनु भएको छ भनेदेखि मजाले पुग्छ त्यो होइन तपाईँको अहिले त अब बढेको छ तपाईँको अभियसली पनि अब तपाईँको यो इन्फ्लेसनहरू पनि धेरै भयो कलेजको फीहरू एभ्री इयर बढाइ नै रहन्छ कहिले घट्नेवाला होइन अब तपाईँको त्यो हुनाले चाहिँ 20 घन्टा काम गरेर मैले स्कलरसिप पाइनँ भने पुग्छ त आजको दिनमा अलिक गाह्रै छ कलेजमा काम गरेर अब तपाईँ कलेजकै फी नै तिर्ने हिसाबको पैसा चाहिँ हुँदैन तपाईँलाई 20 घन्टा काम गरेर एकदमै गाह्रो छ त्यो चाहिँ तपाईँले त्यही अब आफ्नो फन्डिङको के छ स्थिति त्यो चाहिँ राम्ररी विचार गरेर आउनुपर्छ घरबाट कति ल्याउन सक्नुहुन्छ अथवा यहाँ आएर तपाईँले कलेजमा काम गरेर कति कमाउन सक्छु भन्ने त्यो अन्दाजी आजकल त अब सबैको त्यही यहाँ आइसकेको मान्छेलाई सोधेर के कस्तो हुन्छ एउटा एस्टिमेट बनाएर आउनु भने अलिकति सजिलो चाहिँ हुन्छ तपाईँको अब जस्तो कलेज पढ्दाखेरि अब मानौ महिनामा कति जति चाहिँ भयो भने चाहिँ खाना लाउन चाहिँ म सक्छु अनि त्यसपछि अलिकति बढी भयो भने चाहिँ म नेपालतिर पनि अब ऋण सबै धेरैजना ऋणै लिएर आउनुहुन्छ म अलिकति पठाउन सक्छु भन्ने एउटा जुन चाहिँ अब धेरै विद्यार्थीहरू धेरै भाइ बहिनीहरू अब अहिले त भनौँ दाइ दिदीहरू पनि पढ्न आउनुहुन्छ भाइ बहिनी मात्रै नभनौँ नरिसाउनु होला तपाईँहरू पनि पढ्न आउँछ तपाईँहरू कतिजनालाई अब यो घरको तिर्न सबैलाई हतार हुन्छ तपाईँको पैसा भन्ने चिज यस्तो चिज लिएपछि दिन हतार हुन्छ है अब कति चाहिँ कमाउँदाखेरि चाहिँ नेपालमा भएको मान्छेले आउनुभन्दा अगाडि यो कुरा चाहिँ यसो सुनिरहनु भयो भने सायद यसरी चाहिँ प्लानिङ गर्दा ठिक हुने हो कि अथवा अरू देश पनि राम्रो छन् कि भनेर त्यो सोच्न पनि अलिकति हुन्छ नि तपाईँको जस्तो युरोपमा तपाईँको देशहरू छन् धेरै राम्रो युनिभर्सिटीहरू पनि छन् फ्रीमा पनि पढाउँछन् है अब मान्छेलाई अब एउटा लहर लागेको छ अमेरिका भन्ने अब अरूलाई त अब म आफै पनि त्यस्तै थिएँ त्यही भएर तपाईँहरूलाई भनेर पनि त्यो छैन होइन तर एउटा त्यो छ नि त तपाईँलाई उता पढेर यता आउनु पनि सकिन्छ त्यहीँ बसेर नेपाल फर्किनुपर्छ भन्ने छैन अमेरिका छिरेर तपाईँको चाहिँ यहीँ सबै कुरा सेटल हुन्छ भन्ने पनि छैन होइन तपाईँको सर्टेन पैसा अब यति महँगो छ हरेक कुरा महँगो छ अब महिनाको चाहिँ तपाईँको कलेजको फी ल मानौँ तपाईँको 3500-4000 रुपियाँ छ भने चाहिँ 6 वर्षमा 8,000 रुपियाँ त्यो तिर्नु पऱ्यो तपाईँको खाना लाउन गाडी त तपाईँले लिनै पऱ्यो झन्डै अमेरिकामा गाडी सबैले लिनुपर्छ कि त तपाईँ ठुलो सहरमा बस्नु पऱ्यो त्यो पनि तपाईँको टिकट ट्रेनको टिकट काट्नु पऱ्यो यताउता जान तपाईँको खर्च भनेको त्यति खासै धेरै तलमाथि हुँदैन तपाईँले गाडी किन्नु छ गाडीको 300-400 रुपियाँ इन्सुरेन्स तिर्नु पऱ्यो घरको इन्सुरेन्स भन्नु तपाईँ घरको नभन अपार्टमेन्टको इन्सुरेन्स भनौँ अपार्टमेन्टमा बस्नु पऱ्यो अब अरू के आउँछ त्यो बाइक होइन त्यसको हेल्थ इन्सुरेन्स होला त्यो तिर्नु पऱ्यो यताउता गर्दा तपाईँको केही नभए पनि 4, 8, 12देखि 15,000 रुपियाँ कम्युनिटी कलेजमा बस्दा पनि तिर्नुपर्ने भयो वर्षको पर्छ होइन फी मात्रै 12-15 तिर्नुपर्ने भयो भने चाहिँ तपाईँको यताउता गर्दाखेरि 2,000 रुपियाँ खर्च त महिनाको जसरी पनि चाहिने भयो कलेजको फी र आफूलाई बस्नलाई सम्हाल्नलाई 2,000 महिनाको चाहिने भयो अब तपाईँको त्यो 20 घन्टा अथवा तपाईँको अब सिपिटीहरू लिएर अथवा अरू केही मिलाएर बाहिर काम गर्न सक्नुहुने कागजात मिलाएर तपाईँले काम गरिरहनु भएको छ भने तपाईँले त्यति चाहिँ तपाईँले एटलिस्ट 3,000 जति कमाउन सक्नुभयो भने चाहिँ महिनाको अनि अलिकति चाहिँ म नेपाल पठाउन सक्छु भन्ने चाहिँ हुन्छ कि त्यो कति जति चाहिँ कुन चाहिँ एमाउन्टको मान्छेहरू सायद सुन्नु पनि किन भन्दा धेरैजनाले यहाँनिर अब आउनुहुने विद्यार्थीहरूलाई म कति प्रेसर नभने आफ्नो फ्यामिलीको आफ्नो प्रब्लम हुन्छ होइन धेरैजनाले भन्नुहुन्छ कि अब मैले भेटा भाइ बहिनीहरूले पनि अब धेरैले सुनाउनुहुन्छ घर पैसा पठाउनै सके छैन घरमा यस्तो छ घर पैसा पठाउनै सकेको छैन भन्नुहुन्छ अब सबै घरमा मर्म छ बुझ्छु म आफ्नो नै ठुलो लाग्छ सबैलाई होइन तर यति जति आफूताको बस्ने आमा बुवाहरूलाई पनि दिदीभाइहरूलाई पनि यति जति चाहिँ कमाउनु पर्ने रहेछ है भाइ बहिनीहरूले अथवा छोरीहरूले अनि त्यसपछि पो पठाउन सक्ने रहेछन् भन्नलाई एउटा यसो एस्टिमेट मात्रै भन्न पायो भनेदेखि कति जति चाहिँ कमाउँदाखेरि चाहिँ पढिसकेपछि पढ्दाखेरि अब यो अलिक गाह्रै क्वेसन छ किन भन्दाखेरि तपाईँ कहाँ बस्नुहुन्छ होइन तपाईँको कस्तो कलेज हो कस्तो पढाइ छ तपाईँको कति छ कलेजको फी तपाईँको अपार्टमेन्ट फी कति छ सबै कुराले फरक पर्छ अब एउटा जेनरल एक्जाम्पल गरौँ अब जेनरली तपाईँ टेक्ससमा डालसमा अथवा ओक्लाहोमातिर आउनुभयो भने ल फर इक्जाम्पल तपाईँको वर्षको कलेज फी
$10,000 भनौँ कलेज हजुर। फी मात्र होइन हजुर $10,000 कलेज फी भयो अनि प्लस अर्को $10,000 चाहिँ तपाईँलाई लिभिङ एक्सपेन्सेस भन्नुपर्छ एकदम मोडेस्टली बस्छ होइन साथीसँग अपार्टमेन्ट सेयर गरेर हजुर तपाईँको चाहिँ 4जना साथीभाइहरू एउटा अपार्टमेन्ट लिएर बस्नुहुन्छ भने तपाईँको मिनिमम भनौँ न 2 कोठाको अपार्टमेन्टलाई तपाईँलाई आजकल कति अब ठाउँ हेरेर तपाईँको 1200-1500 देखि 2000 त परिहाल्छ पर्छ 2 बेडरुम अपार्टमेन्ट होइन भनेपछि तपाईँको अर्को 10,000 भयो लिभिङ एक्सपेन्सेस हजुर। 10 भनेपछि 20,000 वर्षको चाहिँ तपाईँलाई मिनिमम चाहिन्छ होइन कलेज कम्युनिटी कलेज चाहिँ पढ्यो भने पनि मैले अब टेक्सासको एउटा एक्जाम्पल दिएको हजुर भनेपछि त्यति चाहिँ मलाई आफूलाई चाहिन्छ भन्ने एस्टिमेट गर्नु पर्यो अनि त्यसपछि बाहेक तपाईँले कति कमाउनुहुन्छ अब तपाईँलाई कति नेपाल पैसा पठाउने त्यसपछि बाँकी जति बच्छ त्यही हजुर त्यो यसमा अब ठ्याक्क अब सबैको सिचुएसन फरक हुने भएको भएर यति नै गर्नुपर्छ भन्न अप्ठ्यारो छ हजुर अनि अब तपाईँको म धेरै अब हाम्रो टाइम पनि धेरै नै छ म सोध्नु पर्ने कुराहरू धेरै छ म पार्ट टेस्टको अझ एउटा इम्पोर्टेन्ट कुरा पनि छ तपाईँको त्यो चाहिँ म अर्को भिडियो बनाएर हाल्छु अब अहिले नै हाल्दिनँ तपाईँहरू मेरो युट्युब च्यानलमा हेर्दै गर्नु होला जुन चाहिँ तपाईँलाई पढाइसकेपछि के हुन्छ त अमेरिकामा कसरी चाहिँ मान्छे अब अगाडि जान्छ प्रक्रिया के हो त्यसको बारेमा म अर्को एउटा भिडियो बनाउँछु त्यो चाहिँ तपाईँहरू अब कुर्नु होला त्यसको लागि टाइम लाग्ला 1 हप्ता जस्तो होइन म हाल्छु तपाईँलाई अर्को शुक्रबारतिर हालौँला अब अहिले चाहिँ तपाईँको त्यो पढाइसकेपछि अनि तपाईँको पढाइसक्यो अनि त्यसपछि कलेजले ल अब त चाहिँ आफ्नो बाटो लाग भनेर छोड्ने हो कि एकदम सामान्य बुझाइ गर्ने हो चाहिँ त्यही नै हो तपाईँको कलेज सकेपछि तपाईँको कलेजसँग रिलेसनसिप सकिन्छ तर तपाईँको के हुन्छ भने पढाइसकेपछि अहिलेसम्म चाहिँ तपाईँलाई 1 वर्ष तपाईँको डिग्रीहरू स्टेम डिग्री साइन्स टेक्नोलोजी इन्जिनियरिङ म्याथमेटिक्स अलिकति धेरै टाइम हुन्छ हजुर अदरवाइज अरू डिग्रीलाई चाहिँ 1 वर्ष तपाईँले वर्क पर्मिट तपाईँले अप्लाई गरेर पाउन सक्नुहुन्छ हजुर वर्क पर्मिटै पाए पनि तपाईँको चाहिँ 1 वर्ष चाहिँ तपाईँको त्यो कलेजसँगै तपाईँको टाइअप हुन्छ वर्क पर्मिट हजुर अनि त्यसपछि चाहिँ तपाईँले जहाँ पनि आफ्नो पढेको रिलेटेड सब्जेक्टमा काम गर्न पाउनुहुन्छ आफूले खोज्न थाल्नु पर्यो कता जाने 3 वर्ष कलेजको छत्र छायामा थियो अब भने खुला अमेरिकामा तपाईँको जहाँ पनि तपाईँले जहाँ काम पाउनुहुन्छ मैले रेकमेन्ड गर्ने भने चाहिँ तपाईँ स्टुडेन्ट भएर आउनु भएको छ र कलेज सकेपछि तपाईँले काम पाउनु भएको छ भने जस्तो वरेभर तपाईँको अमेरिकामा जहाँ बसे नि सेमै छ प्रब्लम हुँदैन तपाईँले राम्रो काम पाउनु भएको छ नि गएर काम गर्नुहोस् म दुईवटा अब यो हाम्रो भिडियो सकाउनुभन्दा अगाडि दुईवटा इम्पोर्टेन्ट कुरा जुन चाहिँ मलाई जहिले पनि जोसँग भेट्दा पनि सोध्न मन लाग्छ त्यसमा एउटा चाहिँ सोध्न मन लाग्छ एउटा चाहिँ म यो हाम्रो एजुकेसनसँग तपाईँको आउनेसँग रिलेटेड भएको भएर चाहिँ धेरैजनालाई लाग्छ होला नेपालमा होइन कहिले जाने त कुन चाहिँ राइट टाइममा त अमेरिका जाने भन्ने जुन क्वेसन तपाईँहरूको मनमा छुकछुक हुन्छ धेरैको मनमा हुन्छ ब्याचलर्स पढ्न आउँदा चाहिँ खासमा फाइदाजनक जस्तो लाग्छ कि मास्टर्स पढ्न आउँदा चाहिँ फाइदाजनक जस्तो लाग्छ त कस्तो के फाइदाको कुरा मतलब अब जस्तो ब्याचलर्स पढ्न आउँदाखेरि कस्तो मेरो आफ्नो धारणा चाहिँ कस्तो मेरो पर्सेप्सन कस्तो छ भन्दाखेरि चाहिँ तपाईँको ब्याचलर्स पढ्न आउँदा मान्छे अलि जवान हुन्छन् अलि यङ हुन्छन् धेरै बाटोहरू थाहा पाइसकेको हुँदैन यहाँ आएर एकदम यङ उमेरमा 17, 18, 19मा अब बाटो आफूले फिगर आउट गर्नुपर्दा त अलिकति मान्छे अत्तालिन्छ थाहा हुँदैन सबै कुरा बुझिसकेका हुँदैन होइन अनि त्यसमा चाहिँ पढाइमा पनि धेरै भड्किने चान्स भनेको तपाईँको ब्याचलर्समा देखिन्छ मास्टर्समा भन्दा होइन पढाइ अब जस्तो पढ्न आएको 4 वर्ष कोर्स छ भने तपाईँको 6, 7, 8 वर्ष 9, 10 पनि लाग्यो होइन त्यो भनेको त्यो भड्का त भन्दिनँ तर समय अनुसारको के कुरा मिलेन अब त्यो गर्दाखेरि भन्ने टाइममा सकेको छैन र भन्ने टाइममा जानुपर्ने ठाउँमा पुगेको छैन तपाईँको लम्ब्या छ भिसाहरू तपाईँको सकेको छ यसको बारेमा म पछि फेरि अर्को भिडियोमा बनाउँछु तपाईँको अब मास्टर्समा पढ्न आयो भने 2 वर्षदेखि 3 वर्षमा सकिने भयो अब मास्टर्सको 9 क्रेडिट आवर्स भनेको तपाईँको अब जस्तो ब्याचलर्समा 12 क्रेडिट आवर पढ्न आउनुपर्छ नि मास्टर्समा 9 भयो भनेपछि अलिकति फी पनि अलिकति सस्तो पर्ने भयो अरू हेरिकन कलेज हेरेर त्यो पनि कलेज हेरेर अनि अब मास्टर्समा तपाईँको स्कलरसिपको चान्स पनि ब्याचलर्सभन्दा अलिक धेरै पनि भयो होइन अब तपाईँ मास्टर्स पढ्दाखेरि अब 1 सेमेस्टर त आएपछि पढ्नै परियो अब भनौँ अहिले त कतिजना 1 वर्षको कोर्समा पनि आउनुहुन्छ 1.5 वर्षको कोर्समा पनि आउनुहुन्छ भने चाहिँ तपाईँको 1 सेमेस्टर त पढि नै हाल्यो अब 2 त सकाइदिइहालौँ न भन्ने एउटा माइन्डमा आउँछ नि त मास्टर्स भयो भने होइन अब ब्याचलर्स भनेर 4 वर्षको कोर्स हो त्यो पनि कतिजना चाहिँ अब ट्रान्सफर गर्ने चक्करमा कोर्स ट्रान्सफर नभएर 4 को 5 बन्न जान्छ इयर होइन तपाईँको त्यो हिसाबले चाहिँ अब के जस्तो चाहिँ कुन चाहिँ अब जो आउन खोजिरहनु भएको छ नेपालबाट होइन के गर्दा चाहिँ बेस्ट अब अभियसली आफ्नो डिसिजन आफै नै तपाईँहरू सोचेर घर परिवारसँग सोचेर लिनु होला हाम्रो तर्क मात्रै हो है अब यो चाहिँ हजुरले भने जस्तो यो इन्डिभिजुअलमा डिपेन्ड हुन्छ होइन अब आजकल चाहिँ के छ भन्दा सबैजनाको साथीभाइहरू गएकोदेखि चाहिँ मलाई जाउँ भन्ने हुन्छ त्यो अफिसै भयो तर राम्रो स्कलरसिप पाउनु भएको छ तपाईँलाई थाहा छ कि मलाई पैसा तिर्न प्रब्लम हुँदैन अथवा कति पैसा तिर्नुपर्ने
हुन्छ आफ्नो खल्तीबाट त्यति मैले अफोर्ड गर्न सक्छु ब्याचलर्समा पनि कलेजमै बसेर मलाई धेरै भड्किनु पर्ने जरुरी म देख्दिनँ राम्रो पढ्नलाई मात्र मलाई अपर्च्युनिटी छ त्यही भएर मलाई जान मलाई प्रब्लम हुँदैन भन्ने जस्तो देख्नु भएको छ नि ब्याचलर्समा नि फाइन किन पढ्ने नै हो कलेजमा बसेर मजाले पढेर गर्न सक्नुहुन्छ तर त्यसमा चाहिँ के हुन्छ त त्यही यङ एजमा आएको भएर घरमा अलिकति टाइम स्पेन्ड गर्ने कम्पोनेन्ट मिस हुन्छ फेरि त्यो पनि ध्यान दिनु पर्यो अब होइन मलाई अब ब्याचलर्समा एकदमै धेरै पैसा तिर्नुपर्ने भयो म बाहिरै काम गरेर मात्र मेरो पैसा तिर्न सक्ने मेरो स्थिति मैले देखेँ भनेदेखि आई रेकमेन्ड अब अलिकति अझै ट्राई गर्नुहोस् ब्याचलर्समै आउनु मन छ भने बरु एसएटी अलिकति राम्रो गर्ने हो कि सकेसम्म धेरै स्कलरसिप लिने ट्राई गर्नु बरु 1-2 वर्ष त्यसमै मिहिनेत गर्दा पनि हुन्छ किनभने जति आफूले हेर्दै गयो त्यति बाटो खोल्दै जान्छ त्यति बाटो देखिन्छ होइन कलेज हतार नगरिकन किनभने 18-19 वर्षको भनेको एकदम धेरै त्यो करियरलाई मेरो के होला भनेर डराइहाल्नुपर्ने एज पनि छैन होइन 1-2 वर्ष तपाईँले यु क्यान एक्सपेरिमेन्ट अनि त्यो गर्दा गर्दै नेपालमा पनि केही काम गर्न सक्नुहुन्छ भने त्यो पनि गर्नु पाइयो अलिकति एक्सप्लोर गरेर आउनु अब हतार गरेर आउनुभन्दा अब मास्टर्समा आउने अथवा 6 महिना खेर जाओस् 1 वर्ष खेर जाओस् तर 4 वर्ष चाहिँ आनन्दले पढ्न पाऊँ भन्ने एउटा त्यो बेटर लाग्छ मलाई त्यही मास्टर्समा आउँदैमा राम्रो अथवा पिएचडीमा आउँदैमा बेटर ब्याचलर्समा नराम्रो अथवा भाइस वर्सा त्यस्तो नभइहाल्ला जहिले पनि होइन तर what I would say is अलिकति हेरेर विचार गरेर जस्तो मै आउँदा पनि मेरो एक्जाम्पल दिन्छु म अरूको किनभने मैले पनि अब सुरुमा फर्स्ट टाइम अप्लाई गर्दाखेरि मेरो अलिकति जिआरईमा अब जिआरई भनेको चाहिँ एसएटी जस्तो मास्टर्स एक्जाम हो पिएचडी मास्टर्स गर्दाखेरि आउनुलाई सुरुमा मैले जिआरई दिँदा मेरो जिआरईमा अलिकति कम आयो जेनरली अब त्यो एभरेजै थियो तर आई नो मलाई मेरो अलिकति राम्रै गर्न सक्छु भन्ने मन लागेर मैले फेरि 1 वर्ष चाहिँ नि नेपालमै बसेर नेपालमै बरु टाइम बिताएर अलिकति राम्रो कलेजहरू अझै हेरेर अझै यता चाहिँ नि बढी प्रोफेसरसँग कुरा गरेर कहाँ छ त मेरो राम्रो अपर्च्युनिटी मलाई भनेर खोजेर अलिकति टाइम लिएर मैले 1 वर्ष अगाडि सट्टा 1 वर्ष पछि आमा पनि मास्टर्स पढ्न आउँदा भने पछि त्यसले मलाई लङ रनमा हेल्पै भयो मलाई किनभने यहाँ आएर मलाई खासै प्रब्लम भएन पछि त्यसैले अलिकति तपाईँले सोचेर आउनु भने आई थिङ्क इट्स बेटर जेमा आयो पनि ब्याचलर्समा आउनु भने चाहिँ तपाईँको चाहिँ नि नेपालमा फ्यामिलीसँग स्पेन्ड गर्ने टाइम कम्पोनेन्टको कुरा हुन्छ त्यो अलिकति कम हो मास्टर्समा आउनु भने तपाईँ त्यही 4-5 वर्ष अरू फर्दर नेपाल बसेर तपाईँलाई एक्सपिरियन्स अब नेपालमा त्यही साथीभाइसँग बस्ने गर्ने घुम्ने आजकल अब त्यो पनि मन लाग्छ नि त त्यो त्यो गर्न पाउनुहुन्छ तपाईँको एज पनि रमाइलो गर्ने एजै लगाउँछ भने त्यो कम्पोनेन्ट मिसाल हुन्छ यहाँ आउनु चाहिँ फोर्स्योर तर अब त्यही यहाँको अरू फाइदा पनि छ फाइदा पनि आफ्नो ठाउँमा छ बेफाइदा नै आफ्नो ठाउँमा छ होइन अब हामी सोको अन्तिमतिर भएको भएर चाहिँ मेरो इम्पोर्टेन्ट क्वेसन म जो पनि आउनुहुन्छ मेरो सोमा यो है अब हाम्रो यो सोमा आउनुहुन्छ म सोध्ने भनेको आएको यत्रो वर्ष भयो नेपालमै गरेर गर्छु नेपालमै बस्छु भन्ने फिलिङ आउँछ कि आउँदैन त नेपाल आफ्नो घर भएको भएर नेपालसँग कहिले पनि छुट्टिने भन्ने त्यो आउँदैन दिमागबाट नेपाल अनि तर नेपालमै गएर एकदम नेपालमै गर्नुपर्छ भन्ने खालको फिलिङ त्यस्तो एकदम त्यो हार्डकोर फिलिङ पनि मलाई आउँदैन किनभने गर्नुपर्छ भन्दा पनि मैले सोधेको चाहिँ जस्तो नेपालमा पनि गर्नुपर्छ भनेर सोधेको एब्सोल्युटली किनभने अब साथीभाइ आफ्नो सबैजना त्यही हुन्छ फ्यामिली त्यहाँ छ मेरो घरै त्यहाँ भएको भएर मलाई हामी जो पनि विदेशमा जो आएर बस्दो हुन्छ आफ्नो देशको लागि के गरौँ देशमा गएर के गरौँ भने मलाई मात्र होइन सबैजनालाई हुन्छ नेपालमै जति मैले दुःख यहाँ गरेर चाहिँ नि यहाँ कन्ट्रिब्युट गरेको छु नेपालमा पनि गरेर पाऊँ भन्ने मलाई पनि हुन्छ सबैलाई हुन्छ त्यो त्यसमा दुई मात्रै छैन त्यो सबैलाई नेपालको माया लाग्छ हेर्नुहोस् है हामीलाई पनि नेपालको माया लाग्छ मलाई त झन् 1 नम्बर लाग्छ है मैले पहिला भिडियोबाट पनि भनिरहन्छु पछिको भिडियोमा पनि भन्नेछु यो है अब तपाईँहरूलाई म यसको बारेमा चाहिँ जुन चाहिँ तपाईँलाई अब यो पढाइसकेपछि के हुन्छ तपाईँको इमिग्रेसन प्रोसेस कहाँ जान्छ पहिलाको हिसाबले जति थाहा छ मेरो नलेजले जति भ्याउँछ मेरो दिमागले जति याद छ सकेसम्म राइट इन्फर्मेसन नै दिने म अर्को भिडियो मसँग बसेर अर्को भिडियो तपाईँको सायद अर्को हप्तातिर म यही फ्राइडेतिर अथवा स्याटरडेतिर लिएर आउँछु होइन त्यसको लागि पनि तपाईँको अर्को आधा घन्टा जस्तो जान्छ अथवा बढी नै जाला त्यही भएर मैले भिडियोमा मैले त्यति लम्ब्याउन खोजिनँ त्यसलाई चाहिँ तपाईँहरूले पढेपछि के हुन्छ कहाँ जाने डिरेक्सन कसरी हो तपाईँहरू अब तपाईँहरू ग्रिन कार्ड कसरी बनाउने सबैको अहिलेसम्म जति सुन्नुभयो तपाईँहरूले सुन्न खोज्नु भएको वर्ड शब्द सायद ग्रिन कार्ड कसरी बनाउने थियो होला यो भिडियोमा भनिएन अर्को भिडियो हेर्नु होला त्यसको लागि होइन त्यो भिडियोमा हामी अवश्य आउनेछौँ अब यहाँसम्म साथ दिनुभयो हेरिदिनु भयो माया देखाइदिनु होला यो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला धन्यवाद